तिम्रो त्यो आँखा साँच्चीकै सागर हो। तिम्रो त्यो आँखा साँच्चीकै सागर हो। डुब्यो कि डुब्यो। सानसानो भन्छु होइन, कठै पानी मागिरहे जीवनभर रिक्त कुवासँग, कठै पानी मागिरहे जीवनभर रिक्त कुवासँग, आगोले मन जलायो किन गुनासो धुवासँग। आज पानी परेन है, आई एम थ्याङ्कफुल टु द मदर नेचर। तर मैले त्यसमा लेखेको एउटा पुट लामो छ, तर मैले सुरुको लाइन मात्रै भन्छु। आज फेरि रोइछौ तिमी र ढाँटी छौ मलाई बर्सातमा रुझे भने। आज फेरि रोइछौ तिमी र ढाँटी छौ मलाई बर्सातमा रुझे भने। साँच्चै न ढाँटी भन न, के गर्थ्यौ तिमी आज यो महिना साउन नभएको भए। अब के सुन्ने? मलाई मन छ म भएको कसैलाई थाहै नहोस्। मलाई मन छ म गएको पनि कसैलाई थाहै नहोस्। म बन्न चाहन्छु पानीको निर्मल थोपा, जुन थोपाको मात्रै कुनै मूल्य छैन। म बन्न चाहन्छु हावाको शीतल झोक्का, जुन झोक्काको मात्रै कुनै अर्थ छैन। मलाई मन छ म भएको कसैलाई थाहै नहोस्। मलाई मन छ म गएको पनि कसैलाई थाहै नहोस्। म बन्न चाहन्छु जङ्गलमै ओइलिने फुल। म बन्न चाहन्छु जङ्गलमै ओइलिने फुल, जुन फुल कसैको अभिलेखमा छैन। म बन्न चाहन्छु त्यस्तो प्राचीन कला जुन आज कसैले सम्झेको छैन। मलाई मन छ म भएको कसैलाई थाहै नहोस्। मलाई मन छ म गएको पनि कसैलाई थाहै नहोस्। थ्याङ्क यू। भयो त पुग्यो? Once more भन्नु भने होइन, once more. यहाँ फेरि यसमा भन्नु पाउँदैन है? भन्न पाउँछ? के अरे मैले एउटा इङ्ग्लिसमा लेखेको छु क्या। इङ्ग्लिसमा हुँदैन, मेरो एउटा बुक आउँदैछ, मेरो आफ्नो पोइट्री बुक अङ्ग्रेजीमा। नजिक यति यो यसको टाइटल छ नि, बिफोर द लभ फ्लाइज अवे। She came close to you. When I came close, then something is happening. So it's good that if I fly away from here. के भयो? नोटिफिकेसन आएछ। Before the love flies away, she came close to you and offered the wings of love, but you didn't notice. She came close to you and offered the wings of love, but you didn't notice. You were busy polishing a case. I forgot to warn you. Love confined becomes a bird.
flies far, far away and never returns. अब के छ भन्दाखेरि आई थिङ्क एउटा फाइनल पोइट्री भन्छु। यो चाहिँ के छ, मलाई धेरैचोटि आयुषले रिक्वेस्ट गरेको थियो, मलाई कण्ठ आउँदैन, सो आई ब्रट त्यो कागजमा लेखेर द्याट्स फर यु आयुष। मैले अघिदेखि भनिरहेको छु कि केही मिलिरहेछन् केही मिलिरहेछन्, तर मिलाएर सुनिदिएकोमा आई एम थ्याङ्कफुल टु यु अल। आई लभ यु अल। अब भयो त्यसमा अघि कहाँ गएको थियो तिमी? एन्ड हि इज डिजे सन्तोष। मैले अघि आई एम थ्याङ्कफुल टु यु एन्ड आई एम थ्याङ्कफुल टु एम्पेरियन स्काई भनिसकेको छु है कहिले। आई रिपिटेड द्याट, आई एम सरी। कविताको शीर्षक हो, यो ध्यान दिएर सुन्नु है। धेरै जस्तो मान्छेले के भन्छ, मैले सिकाएको होइन, के भन्छन् मेरो कविताको शीर्षक छ होइन। अनि कसैले नाम सोध्यो भने मेरो नाम मुनस छ भन्दैन कि, मेरो नाम मुनस हो भन्छ कि। त्यस कारणले मेरो कविताको शीर्षक हो पवन र रेशमी रङ्गीन पर्दा। कोठामा छु म, छ एउटा झ्याल र त्यसमा टाङ्गिएको छ रेशमी रङ्गीन पर्दा। झ्यालमा झुन्डिएको त्यो पर्दा अहिले बसन्तको बताससँग जिस्किँदैछ र तरिँदैछ मसँग पनि। सोचे खोइ तेरी प्रिय छे। त्यति नै खेर संसारको सारा प्रदेश चहारेर आएको हावा बेगले ठोक्किन्छ पर्दासँग। पर्दा वात्त माथि पुग्छे, दलिन छुन्छे र छिर्न दिन्छे हावालाई उसले चाहेको कुनामा ठोक्किन। अनि बिस्तारै झर्छे र छुन्छे झ्यालको चौकोसलाई। काउकुती लागेर चौकोस एकै डल्लो पर्छ, पर्दा चालै पुग्दैन। कोठाभित्र एकछिन बरालिएर जब हावा फर्किन्छ झ्यालतिर, पर्दा बाटो दिन जान्दिन र डन्डीमा टाँसिन्छ स्याप्प। मानौ नितृक्क विजयकी सुन्दरीको वस्त्र हो पर्दा। कहिले आवाज निकाल्छ फटफट, कहिले लाजले बेरिन्छ आफैमाथि, कहिले जिम्नास्टिक गरे चाहिँ फुटफुट माथि र तल गर्छ। त्यही मौका हावाको झोक्का भने फुत्किन्छ र बतासिन्छ अन्जान प्रदेश। खेल जारी रहला पवन र पर्दाको, खेल जारी रहला पवन र पर्दाको। तर मौका छोपेर म पर्दालाई सोध्छु खोइ तेरो हावा। थ्याङ्क यू।